कार्यक्रममा उपस्थित आदरणीय प्रमुख अतिथि सभापति लगायत यो कार्यक्रममा उपस्थित अतिथिगणहरू र यो कार्यक्रम हाम्रो यो राष्ट्रिय सम्मेलनमा उपस्थित सबै प्रतिनिधि पर्यवेक्षक र जनसमुदाय सबैलाई हाम्रो यो नेवा राष्ट्रिय मुक्ति मोर्चाको यो ऐतिहासिक जुन जिम्मेवारी हाम्रो हातमा आइसकेको छ र नेवारहरूले जुन हामीले अधिकार प्राप्त गरेका छौँ त्यो अधिकार प्राप्तिको निम्ति जीवनयुक्तको उत्पीडनबाट मुक्त पाउनको निम्ति थुप्रै महानुभावहरूले थुप्रै नेवा सदस्यहरूले थुप्रै नेपाली जनताले बलिदान गर्नुभएको छ। त्यसैले यो घडीमा उहाँको प्रति 1 मिनट मौन धारण गर्नको निम्ति सबैलाई आफ्नो स्थानबाट उभिएर मौन धारणको निम्ति म अनुरोध गर्दछु।